अहिले यति बेला नेपालमा हेर्यो भने जहाँ चाहिँ ती दलका व्यक्तिहरूले जुन जे व्यक्तिहरू जेन्जी आन्दोलनमा गएका छन् ती व्यक्तिहरूलाई खोजी खोजी पिटेर रगतसम्म निकालेको अवस्था आइरहेको छ है त। यस्तो घटनाहरू हामीले सुन्दै आएको छ भने विचार गर्नुहोस् त, अहिले जेन्जीहरूको हातमा सरकार छ, सरकार हुँदा त यी दलहरूले यस्तो गरेको अवस्था छ भने, धम्की दिइरहेको अवस्था छ भने, जबकि अब हुने 6 महिनामा हुने चुनावमा तिनै दलका व्यक्तिहरू चाहिँ जितेर होइन तिनै संसद भवनभित्र छिरे भने साँच्चै नै जेन्जीहरूको आन्दोलनमा होइन, जहाँ चाहिँ ती छिरेका ती पार्टीका दलहरूले बनाएको जुन सरकार बन्छन् होइन, ती बनेको सरकारले ती जेन्जीहरूको आन्दोलनमा गएका हरेक व्यक्तिलाई खोजी खोजी जेल हाल्न सक्ने सम्भावना धेरै देखिएको छ है त। आज हेर्ने भने जेन्जीहरूको नेतृत्व गर्ने व्यक्ति गतिलो नभएको कारणले गर्दा पनि आज यहाँ जेन्जीहरूको मागहरू केही पनि पुरा भएको छैन। हात्ती आयो फुस्छ भनेको जस्तै भएको छ हेर्ने भने। र जेन्जीहरूको मागहरू चाहिँ अड्काउन तीहरूको लागि सबैभन्दा ठुलो भूमिका खेलेका भनेका काङ्ग्रेसका नेता राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जीहरूलाई घुमाइदिरहेको अवस्था छ है त। र हेर्नुहोस् त, जहाँ चाहिँ सुशीला कार्कीलाई जुन एउटा आमा भनेर हामीले गर्व गरेको थियौँ, प्रधानमन्त्रीको रूपमा गरेको थियौँ, आज उनले जहाँ चाहिँ देशलाई बनाउन सम्झना गरेको गर्दा चुनावको लागि गर्नु होला होइन। हामीले चाहेको हुँदा प्रत्यक्ष रूपमा चाहिँ कार्यकारी चाहिँ प्रधानमन्त्री हुनु पर्यो, जनताले भोट हाल्न पाउनु पर्यो, त्यो हामीलाई चाहिएको हो कि। तर यहाँ चाहिँ नियमले, जहाँ संविधानले मान्दैन भन्ने कुरा आएको छ भने, जबकि होइन नियमले संविधानले नमाने तापनि जेन्जीहरूले पुरै सरकार ढालिदियो, सबै जेन्जीहरूको हातमा छ भने के जेन्जीहरूले नियमहरू बनाउन सक्दैन र भने के, सक्थेन र भने के। तर त्यही नेतृत्व गति नभएको कारणले गर्दा आज जेन्जीहरूलाई रामचन्द्र पौडेलले घुमाइदिइरहेको अवस्था छ। त्यही घुमाएर होला जेन्जीहरूको माग केही पुरा भएको छैन। र अहिले हेर्ने भने फेरि पुराना दलहरू सल्भाइसकेको छन् र चुनावको लागि तातिएको छ है त। हात्ती आयो फुस्छ भने जस्तै भयो है त जेन्जीहरूको आन्दोलन। बिचरा ती गिदी निस्केको टाउकोबाट रगत बगेका ती र भनौँ न ती रोडमा रातो रगत बगिरहेका ती योद्धा, ती शहीदहरूको रगतले अवश्य पोल्ने छ है त। जहाँ चाहिँ 6 महिनापछि हुने चुनावमा ती पुराना दलका व्यक्तिहरू फेरि तिनै पुराना दलमा जहाँ चाहिँ संसदमा छिरे भने ती मरेका ती योद्धा, ती शहीद व्यक्तिहरूको रगतले जेन्जीहरूलाई अवश्य पोल्नेछ भन्न चाहन्छु है त।